सो हेलो गाइस, यति धेरै पैसा कहाँबाट आयो त? यो थाहा पाउनुको लागि पुरा भिडियो हेर्नुहोस्। कहाँबाट आयो यति धेरै पैसा भन्ने चिज चाहिँ तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ। पुरा भिडियो वाच गरेर जानुहोस्। सो हेलो साथीहरू, के छ? आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ होइन। हामी चाहिँ जाँदैछौँ पैसा लुट्न जाँदैछौँ ब्याङ्कतिर होइन। त्यो ब्याङ्क चाहिँ अलिक टाढा छ, त्यही भएर चाहिँ भिडियो सुट गरौँ ब्लग भिडियो भनेर चाहिँ गर्न लाग्यो। बट लाज लाग्यो त यार, मान्छेहरू थुप्रै हेर्छ को के हो बौला त भएन भन्ने टाइपको हुन्छ नि त। त्यसरी हेर्दै हुन्छन्, त्यही भएर चाहिँ लाज लाग्छ क्या रोडहरूमा यसो भिडियो सुट गर्दै हिँड्दाखेरि चाहिँ। मसँग छ मेरो साथी र म चाहिँ छौँ होइन, जाँदैछौँ। साथी यस्तै छ, साथीको ब्रेकअप भएर बिचरा हैरान छ। भर्खर एउटा केटीले बोलो गरिदियो, त्यही भएर चाहिँ गाह्रो छ। चप्पल पनि यस्तो च्याप्या होइन, चप्पल किन्नु पऱ्यो, पहिला ब्याङ्कमा जानु पऱ्यो, पैसा लुट्नु पऱ्यो भन्ने अरे क्या। पैसा लुट्ने चाहिँ होइन, यो चाहिँ पैसा आएको थियो मसँग थोरै, त्यो पैसालाई चाहिँ यसमा डिपोजिट गर्नु पऱ्यो भनेर ब्याङ्कमा जाँदैछु होइन। सो ब्याङ्कमा गएर देखाउँछु मैले कसरी पैसा डिपोजिट गरिन्छ भन्ने कुरा चाहिँ। आज को छ र कसैले पनि केही बुझ्दैन क्या रे, जे भन्दैन भयो नेपालीमा। यस्तो धेरै पब्लिकहरू छ क्या होइन, जे भन्दैन भयो कसैले बुझ्नु होइन क्या रे नेपालीमा होइन। त्यो ब्याङ्क नजिकै छ होइन, त्यो ब्याङ्कको नजिक पुग्नै लागेको छौँ। यहाँ अगाडि पुलिसको गाडी पनि आएर रहेछ। मेरो साथीले लैदियो त हुन्थ्यो पुलिसको। पानीबाजी गर्दैन नेपालीले, लाज साज मान्ने कुरो हुन्न क्या। लाज माने भने त सक्छु। मैले पनि बहुत वर्ष मतलब धेरै सालहरू चाहिँ यस्तै लाज मानेर छोडिदिएँ कि। मेरो पनि युट्युबमा राम्रो थियो होइन, बट यो लाज भन्ने चिजले, शरम भन्ने चिजले चाहिँ बहुत पछाडि पुऱ्याइसक्यो। त्यही भएर चाहिँ अब यत्रो नि डराउने होइन, यत्रो नि लाज मान्ने नियम चाहिँ धोतीहरूले के फरक पर्दैन जे बोल्यो भने हामी होइन। त्यही भएर चाहिँ लाज साज साइडमा। नजिकै रहेको छ मेरो ब्याङ्क चाहिँ होइन, मेरो चाहिँ होइन, मेरो खाता छ त्यो ब्याङ्कमा चाहिँ, एचडिएफसी ब्याङ्क हो। ल गएर देखाउँछु है तपाईँहरू कसरी पैसा डिपोजिट गर्छु भनेर। सबै पैसा लगिदिने भयो आज ब्याङ्कमा। अब चाहिँ पैसा जम्मा गरेर जाँदैछ होइन। बाई बाई, पैसा गराउनु भयो। हेर मैले कति पैसा लिन्छ, कति पैसा भाइले खान्छ। पैसा पनि सबै लैहाल्यो, अब एउटा पर्ची मात्रै दिन्छ हामीलाई। अब के गर्नु, के पैसा सब अट्याइदिनु किन फर्कायो भने म त नै त फेरि कसलाई नगर्ने होला। त्यो त लैजायो एकछिन नगरेको काम गर्नु। लगिस पैसा पनि सब लगेको अहिले। अब एउटा पर्ची मात्रै दिन्छ, त्यो पर्ची हेरेर के गर्नु, कागजको पाना मात्रै दिन्छ, पैसाहरू सबै लगिसक्यो। कति ढिला मारे बेलासम्म त म 1 लाख रुपियाँ नि गन्थेँ र लैजान्थेँ। छिटो दे यो पैसा हातमा आइयो। बाँकी अब यस्तै हो। अब यो यहाँ लगेन, हामी चाहिँ यो यसको गएर बाहिर चप्पल किन्नु छ। चप्पल चाहिँ चुटिसकेको छ मेरो। थ्याङ्क यू। 500 रुपियाँ चाहिँ त्यसले लगेन कि एटिएम नलग्यो त मैले यहाँ गएर चप्पल किन्छु। यसको चप्पल होइन, जुत्ता किन्ने हो, चप्पल किन्ने हो। यहाँ अगाडि चाहिँ छ होइन, दोकानहरू चाहिँ छ चप्पल जुत्ताहरूको। त्यहाँ गएर चाहिँ चल्छ कि नै भन्ने कुरा चाहिँ मलाई पनि हेर्न सक्नु। हिसाब चप्पल लगाइरहेको छु, जस्तो चप्पल फाटिरहेको छ। हामी जान्छ अगाडि गएर। 500मा के चप्पल आउँछ कि आउँदैन? आउँदैन, आउँछ 200 रुपियाँको आउँछ। र मान्छेहरूले हेरिराख्नु कि बौला भयो भने बौला हुने हो। बौला चाहिँ तिनीहरू हो।
ल ल चप्पल चाहिँ फेरि ठुलो सोरुमबाट होइन नि फेरि हामी चाहिँ यस्तो यो दोकानबाट लिनु होइन यहाँबाट लिने हो जे पनि चाहिँ सब मिल्छ यहाँ चाहिँ होइन अलि अगाडि 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 यो बारिसको टाइम भयो नि त्यही भएर यस्तो रोडहरू बवाल बवाल छ होइन तपाईँहरूलाई चाहियो भने आएर लिनु सक्नुहुन्छ होइन अब किन महँगो लिनु पऱ्यो हामी पैसा कमाउन आएको मान्छे होइन नलिनु उता जाऊँ न उता अलि राम्रो राम्रो खाले पनि अरू चप्पल चाहिँ होइन कस्तो चप्पल लिएर ठिक होला बेटा यस्तो हाँ? ये कति कितना का भैया 300 रुपया कस्तो त्यस्तो नलगाउँ यार मलाई यस्तो यस्तो टाइपको चाहियो कि यस्तो यस्तो टाइपको ठिकै चरीलाई घर छ बाटा चप्पल छ ल अब चप्पल कस्तो ल्याउनु भयो कतिको ल्याउनु भयो भन् त 2500 को 2500 को आफूसँग 2 लाखको चप्पल लगाउने अवस्था छ 2 करोडको चप्पल लगाउँछु न 2 करोड होइन रे 2.5 लाख 2.5 लाख अच्छा 2.5 लाख के हो सो फाइनली अब हामी चाहिँ म जाँदैछौँ यताउता यहाँ देशी धुर्तीहरूले हेर्दैछन् होइन के हो बौला सौला यताउता भनिरहेको होला बौला होइन होइन त्यो मा बौला नेपाली हो नेपाली चान्स जे पनि गर्न सक्छ भन्ने कुरो छ होइन यहाँ चाहिँ कुकुर छ न होइन चाहिँ यस्तो गर्नु पर्यो मतलब मान्छे बौला नभयो त हुँदैन के हुँदैन अहिलेसम्म म कहाँ पुगिसक्थेँ यत्रो पैसा यताउता गरेर केही पनि गर्न सकेन यो लाज र सरम भन्ने चिजले अब छैन टोनीले चिन्दैनन् मलाई के अरे त्यो भन्यो नि यतातिर यो छ नि यो मेरो किनकि म अहिले जान्न ब्याङ्क सो मिलेछौँ यो भिडियो कस्तो लाग्यो होइन मिलेछौँ नेक्स्ट भिडियोमा रुममा गएर लभ यु बाई